भिडियो नि बनाइदिनु है हेलो एभ्रिवान आज चाहिँ टुडे इज डे 4 होइन अब मेरो सोइलिक त्यही भएको थिएँ र एक्चुली ट्रान्सप्लान्ट पछि चाहिँ बिस्तारै स्टार्ट सोइलिङ लिटल बिट किनभने मैले वान साइड सुतेँ लास्टमा पेन भएर बट इट्स ग्रोइङ बेटर राम्रो देखिरहेछ आइ एम ह्याप्पी विथ द रिजल्ट म तपाईँहरूलाई अपडेटहरू बताउँदै जान्छु होइन हेलो एभ्रिवान आज week 4 day 4 अब मेरो हेयर ट्रान्सप्लान्टको उसको होइन मैले रेगुलरली पारी हालिरहेको छु अनि हाइड्रेट गराउनलाई अनि शुद्ध पनि राम्रो सुतिरहेको छु तर लिटल बिट स्टार्ट सोइलिङ त्यो तलतिर चाहिँ मेरो स्लिप पोजिसन नमिलेको भएर होला होपफुली इट विल गो बेटर होइन ल है त धन्यवाद हजुर अगाडितिर नि खिचिदिनु सबैतिर मजाले खिचिदिनु पुरै आउने गरेर ल अझ जुम गरेर नि हेर्न मिल्दो रहेछ मजाले आहा बाबु त के को मुख मिठ्या हो भयो भएन भाहा त थिचियो त रातो रातो बोले माथि यो बोलिरहेको त भइरहेको त बोले अब अलि नजिक लैजाउँ धेरै नजिकै ज्या हुन्छ तपाईँहरूको यो घरको कलर चाहिँ मलाई घर पऱ्यो कि यही कलर हाल्ने पर्मिलालाई लिएर गएको कलर रोज्नु त होइन हो पर्मिला रोज्यो यो कलर लाने ठिक्क आइपुगेको थियो तिमी आइपुगेको थियो उनीहरूले अस्ट्रेलिया गएकै थिएन कि गएर नि भयो गएको थिएन हामी माथि सरेका थिएनौँ भयो मम्मी बन्द धेरै बेला 35 सेकेन्ड के भएर भयो बन्द थियो मैले बरम पुरी नि यही गर्यो भनेर किन रोकिएन त रोक्दिन त रातो बत्ती थियो छिटो छिटो खै भइहाल्यो त भयो रातो बोलिरहेको राम्रो छ ठिक आज हाम्रो सुरक्षा बहिनी चाहिँ दृश्यलाई भेट्न आउनु हो पैसा कमाउन जी गरिदेऊ दिशा जी गर बाबा जी गर्नुहुन्थ्यो के जी गर्नुहुन्थ्यो जी छोरो चाहिँ ल्याइन ल माया गर दिशा माया गर चिसो भयो Drop the beat.